everyone, welcome back to my channel. आज चाहिँ हामी फ्लावर सो हेर्न गइरहेका छौँ। यो फ्लावर सो चाहिँ आफ्टर 4 years भएको हो क्या। नर्मली यो भिक्टोरिया पार्कमा हुन्छ जहिले पनि। अनि यो इयरको थिम चाहिँ ब्लिस एन्ड ब्लुम कि ब्लिस टु ब्लुम के भन्ने रहेछ। अनि मेन चाहिँ हाइड्रेन्जियाको इन्स्टलेसन्सहरू हुन्छ भनेर भनिरहेछ होइन। द लास्ट टाइम वी वेन्ट कति 4 years अगाडि नै गएको हो नि कान्छा है हामी। सो 4 years अगाडि हामी जाँदाखेरि चाहिँ यस्तो मोडर्न टाइपको इन्स्टलेसन्सहरू पनि थियो। अनि डिफ्रेन्ट वर्ल्डहरूबाट लिएर इन्स्टल गरेको होइन। सो लेट्स सी यो इयरको चाहिँ कस्तो हुन्छ। मास्क बिना भ्लग गर्नु पायो, हा हा हा। हामी चाहिँ छिर्दैछौँ, सन्चै आउँदैछ। घुमेर बल्ल बल्ल आइपुग्यौँ। अब छिरेको आई थिङ्क भिआइपी र नर्मल रहेछ। नर्मलमै छिर्नुपर्छ होला। भिआइपीमा के हुन्छ होला है? अक्टोपस छैन? यो चाहिँ बीहरू बटरफ्लाईहरू रहेछ क्या। यस्तो मकमक बास्न आइरहेछ। यो चाहिँ अरू देशहरूबाट पनि ल्याउँछ नि यहाँ इन्स्टलेसन गर्नु। मम्मी यताबाट आउनु न। यो चाहिँ पेपर कटिङ अफ स्प्रिङ अरे यस्तो एब्स्ट्र्याक्ट टाइपको रहेछ। यहाँ चाहिँ फ्लावरहरू प्लान्टहरू किन्नु मिल्छ क्या यस्तो स्टलहरूमा चाहिँ। लेट्स सी के छ भनेर। आउ न के रहेछ हेरौँ न। अन्त यो मुला रोपिरहेको रहेछ फ्लावर्सहरू पनि फलेको रहेछ। कस्तो सस्तो $48 मा हेर न पक्का लेमनै फली लेमन हैन ए सनफ्लावर कहाँ पाइनएप्पल फलेको $48 मात्र ए फलिसकेको अन्त र किन्नु पर्छ यहाँ चाहिँ सनफ्लावर रहेछ फलिसकेको सनफ्लावरहरू यहाँ छ त बुसहरू टुलिपको बोटे हर्ब्सहरू रहेछ। यहाँ चाहिँ बेजलहरू केहरू छ। चानीहरू झुन्डिरहेको रहेछ। त्यही त $20 मात्र हो। $20 त पाउँदैन नि। एउटा लग्ने हो लग्ने एउटा $20 को ठुलो यस्तो ठुलो क्या। सक्युलेन्ट्सहरू पनि रहेछ। वाउ तर ठिकै रहेछ त्यस्तो ठुलो त छैन रहेछ। यो नि राम्रो रहेछ है पहेँलो क्या। यो पो राम्रो रहेछ। यो अझै फलिसक्न आँट्यो दाना। अलिक नदेखेको यस्तो बुट्टाहरू भएको चाहिँ राम्रो लाग्छ क्या। यो चाहिँ सबै प्लान्ट्सले बनेको है पिककको। कस्तो राम्रो है हेर न पिकक मुजुर अनि मुजुरको आगो क्या है चेरी ब्लसम हेर न कस्तो मिठो बास्ना आएको। साकुरा कस्तो राम्रो क्या। वा हेर न मलाई सबैभन्दा चाहिँ यो मन पर्यो। यो क्या यो होइन यो ए सरी यो मन पर्यो भनेको क्या यो घर करी आँखा चाहिँ यो मन पर्यो होइन भिडियो खिचेर यो मन पर्यो भन्दै चाहिँ झन् त्यही झन् मेरो चुचो छैन भुत्ते बनाएको छु आँखा साखा छिडेर। यो कति राम्रो क्या यो घर है। नेपालमा पनि यस्तै बनाउनु नि है यस्ताले काठको क्या। चोरले भत्काएर के गर्छ। यतापट्टि पनि राम्रो रहेछ त यतापट्टि खिचौँ न बरु।
वा मम्मी यतापट्टि कति राम्रो हेर्न यस्तै ठुटा हुन्छ कति महँगो भन्छ क्या यिनीहरू हे एचबाट आउँछ नामै बिर्छु वा यो त हो या त मेरो कति महँगो यो त 280 अरे मेरो घरमा छ त यो चाहिँ फर्न वा मम्मी यो क्या राम्रो कति महँगोमा बेच्छ हो या हिन्दू रोप भन्छ 280 रे फ्लावर मार्केटमा क्या सस्तो हुन्छ यो चाहिँ $80 मा रहेछ सानो चाहिँ यिनीहरू कस्तो महँगो भन्छ फ्लावर मार्केटमा तर कति सस्तो हुन्छ नि यो भन्दा भोक लाग्यो त्यत्रो खाएको त अघि पनि चाकलेट जस्तै हुन्छ क्या किराले खाएछ है यहाँ पनि झुन्डिरहेछ तुन्द्रुङ्गै लेमन लेमन अम्बक झन् हेर न पाकिसकेको रहेछ ए बोटैमा सानो बोटमा अम्बक मम्मी यत्रो बोटमा अम्बक पाकिरहेछ हेर्नु न मैले भनेको नि बोन्साई काट्यो भने त्यही फुल्छ भनेर कुन भाँडामा फलिरहेछ बैको यो चाहिँ के नुन नभएको नक्कली छ नि यहाँ रोज फ्लावर छ यहाँ चाहिँ के हो यो अर्ग्यानिकली ग्रोन विदाउट एनी केमिकल्स अरे केमिकल बिना ग्रो गरेको भन्छन् कत्रो ठुलो है यो खोर्सानी त पाम ट्री हो क्या यो ए ड्रेसिना भन्छ यसलाई कति राम्रो है कान्छा मान्छेको घर यस्तो हुनु घरमै रुख हेर न कस्तो दामी देखेको क्या ब्लसम हो कि पिच ब्लसम आई थिङ्क राति आउनु राम्रो हुँदो रहेछ झिलिमिली देखिँदो रहेछ क्या राति चाहिँ
मलाई त राति नै आएको ठिक लाग्यो क्या है तर क्या झिलिमिली चाहिँ क्या किन्नु पर्यो किन के गर्नु होला टाइम ल्याप्स खिचेको होला क्या यिनीहरूले क्या यो पनि राम्रो है वरिपरि इन्स्टलेसन्सहरू छ सबै फ्लावरको इन्स्टलेसन आई थिङ्क अलमोस्ट हामी सिद्धिन आँट्यो होला है अब त अझै छ ए उब्नु नि त म खिचिदिन्छु अब चाहिँ डिफ्रेन्ट कन्ट्रीले चाहिँ आफ्नो रिप्रेजेन्ट गरेको रहेछ कस्तो राम्रो बनाएको है अघिको र यो चाहिँ फिलिपिन्सको रहेछ यो चाहिँ पाकिस्तानको अरे है कन्सुलेट रहेछ के अरे नेपालको मात्रै स्टोर छैन नेपालको नेपालको त कन्सुलेट त काहीँ- झन् 1-2 घन्टा त खोल्दैन अरे यहाँ हङकङमा अनि के हो? को फ्लावर कम्पिटिसनमा भाग लिन्छ होइन भात खानै फुर्सद हुँदैन नेपाली कन्सुलेटलाई कम्पिटिसन गरेको अरे यिनीहरूको सो रिप्रेजेन्ट गरेको नेपालीहरू चाहिँ हुँदैन अनि के काम त कन्सुलेट स्यालेरी चाहिँ खाँदै बसेको होला नि फेरि कस्तो दामी हुन्छ अरे हेर न मोन्स्टेराहरू पुरा कहाँ गर्छ हाम्रो यस्तो हाम्रो पनि छ नि फुलहरू होइन नेपालमा कति अरे यस्तो दामी बनाउँछ क्या यो चाहिँ बेजिङको फ्लावर एसोसिएसनले बनाएको रहेछ हाम्रो नेपाली मात्र कहीँ हुँदैन यार ठग्नु ढाँट्नु छेल्नु मात्रै हुन्छ फर्स्टमा हाम्रो देशलाई रिप्रेजेन्ट गर्ने चाहिँ कहिल्यै हुँदैन अर्कै ठाउँमा हलिडे गएको जस्तो रहेछ कान्छा है कस्तो राम्रो देखेको कत्रो रोज मेरो हातभन्दा ठुलो छ नाक भएर कस्तो मिठो बास्ना आउनु पर्यो है फ्लावर म आइरहेको छ नजिक जाउँ न यसरी होल प्लेस रोमाले उयो राति पनि अर्कै टाइपको रमाइलो क्या पाम ट्रिजहरू कस्तो राम्रो देखेको मम्मी सन्चै यता छ अरे छ्या नखिच्नु के खिच्नुहुन्छ हौ यस्तो त्यो राम्रो आएको छ त रुखको तल यहाँ आउनु न यहाँ राम्रो छ बरु यो चाहिँ जापानिज गार्डन रहेछ कस्तो राम्रो क्या है मम्मी घर यस्तो घरमा यस्तो बनाउनु पाए त क्या खास त बनिन्छ नि है मम्मी फुलहरू नभए पनि अरू झारहरू राखेर क्या धारा हेर न कस्तो राम्रो पि नेपालमा त पानी नै हुँदैन के को धारा धारा त सुक्छ होला सुकेर फुट्छ होला धारै त्यो मेपल सायद होला एउटै जात डिफ्रेन्ट होस् होला क्या है सन्जेलाई चाहिँ बन्जाइ भन्दैछ अब के गर्नु प्लम हो प्लम टीहरू रहेछ यो एलिगेटरको गोहीको छाला बे भगवान् केही छोड्दैन रहेछ बे गोहीको पन्जा हेर न कान्छा यो चाहिँ सी क्युकम्बर भन्छ यो पनि उसै हो लिभिङ थिङ नै हो यो यार्सा गुम्बा होइन र मम्मी यो 8,000 अरे 8,800 भयो त्यस्तो खानु हुँदैन त्यस्तो खायो भने फेरि गु अड्किन्छ झोपडी रहेछ यहाँ चाहिँ झोपडी राम्रो वा हेर न beautiful huh?
के लानुपर्छ ए लेमन अनि मैले यत्रो उम्रिँदैछ त लेमन काला मान्छे र लेमन एउटै त हो नि किन त्यही किन्नु अस्ति बल्ल दिए आन्टीलाई धेरै भएर घरमा रोजमेरी लिने भनेको होइन रोजमेरी यता छ त पैसा हेर न पाकिसक्यो यो नि क्या दामी लाग्यो कुन चाहिँ हो खोइ थाहा भएन अम्बक होला नि कस्तो मिठो स्मेल लाग्यो यो कुन चाहिँ फुलको आइरहेको छ यो हाइसिन्थियाको होला नि एउटा लास्ट हो अरू सोध न यो मेन कलर मिन्ट त अलरेडी छ है घरमा रोजमेरी अरू छैन त्यो त कति थोरै नि युनलङमै पाउँछ हौ झप्प परेको तर झ्याप्पै छैन क्या एउटा एक डन्टी मात्र छ मिन्ट बेजल सबै छ सबै छ मिन्ट पनि छ बेजल पनि छ प्याज धनियाँ सबै छ हुन्छ 佢乾佢有養化㗎嘛，見到就咪就屬於上。咁唔知你放得乾嗰時咧，咁你就可能諗呢條好耐先能夠切。 भित्कायो सन्जेले कस्तो नराम्रो त्यसलाई प्लास्टिक दे भन न तै गए पिउ तै आया यो कुनै त यापमा लिएन यो आमा भित्किसक्यो या पिन्तो याउ भयो सक्यो हुन्छ घर गएर पो मजाले देख्छ होला त यो चाहिँ फिलोडेन्ड्रन व्हाइट विजर्ड यो चाहिँ सन्जेले भित्कायो नभित्काए त दिनै पुरा हुँदैन छोड्दे अब झन् उस हुन्छ ए झन् बङबङ निक्लिन्छ होला ए यो सेतो है अलिक अझै माथिसम्म चिप्नु पर्ने क्या सेतो पहेँलो यहाँ चाहिँ बिचरा कसले छोडेछ यो चाहिँ छोड्यो भुइँमा राख्दा ठिक होला हौ मम्मी त्यहाँ त झर्छ भुइँमा कि त अगाडि त्यो खप्प कप राख्ने छ होइन त्यत्तिकै ढल्काउँदा पनि भइहाल्यो नि त्यहाँ हाम्रो 2023 को भिक्टोरिया उसको फ्लावर शो पनि अन्तिममा आएको छ अहिले चाहिँ हामी नेपाली खाना खाएर डम्म भएर अब घर फर्किँदैछौँ आजको भिडियो यति नै छ प्लिज हाम्रो भिडियोहरू हेरिदिनु होला अनि डोन्ट फर्गेट टु सब्सक्राइब टु माई च्यानल अनि प्लिज हिट द्याट लाइक बटन अनि कमेन्ट गर्नु भिडियो कस्तो लाग्यो भनेर एन्ड विल सी यु इन द नेक्स्ट वान टुडल्स यो चाहिँ फ्लावर सोबाट लिएर आएको यो चाहिँ ठुलो छ ए ठुलो छ फोकस पनि नभएको फेरि के हो यस्तो यो चाहिँ ठुलो छ यो चाहिँ सानो मम्मीलाई मन परेको अरे यो चाहिँ यो पनि यस्तो छ छिर्के मिर्के अर्किड यो चाहिँ पुरानै हो हाम्रो सानो सो यसरी राखेँ मैले चाहिँ